नमस्ते सबैजनालाई। आजको भिडियोमा हामी आइटम कसरी क्रिएट गर्ने भनेर सिक्छौं। आइटम क्रिएट गर्नको लागि हजुरको यो इन्भेन्टरी भन्ने अप्सन हुन्छ। यसमा चाहिँ हजुरले आइटम मास्टरमा जाने अनि यता माथि हजुरको क्रिएट न्यू आइटममा गएर इन्भेन्टरी भन्ने अप्सन हुन्छ। यसमा चाहिँ हजुरले अब प्रोडक्टको नाम राख्दिनुहुन्छ। जस्तो कि मैले चाहिँ अहिलेलाई चोकोपाई भनेर राख्दिए। अब हजुरले अन्डर ग्रुप भन्ने अप्सन पनि देख्नुहुन्छ। यसमा चाहिँ अब कुन चाहिँ क्याटेगोरीमा पर्छ हजुरले त्यसमा चाहिँ राख्ने भयो। जस्तै कि मैले प्लस गरेर अहिले चाहिँ यसलाई स्न्याक्स भनेर राख्दै स्न्याक्सको क्याटेगोरीमा। अब त्यसपछि हजुरको स्टक युनिटमा चाहिँ पीसीएस गर्नु पर्यो हजुरले। अब अथवा कसरी बेच्नुहुन्छ हजुरले प्रडक्टहरु बक्समा पिसमा त्यो राख्दिने भयो। हजुरको रेड स्टार वाला फिल्ड चाहिँ हजुरको म्यान्डेटरी हुन्छ भन्नुपर्ने हुन्छ। त्यो राखेर अनि यसलाई सेभ गर्दिने। त्यसपछि हजुरले चाहिँ अब ट्याक्सहरु लाग्छ भने ट्याक्स कति % लाग्छ त्यो राख्दिने। 13% हो भने 13%, लाग्दैन भने निल रेटेड। हजुरलाई बारकोड पनि राख्नु छ भने यसमा बारकोडमा चाहिँ हजुरले स्क्यान गरेर राख्दिन मिल्यो प्रडक्टलाई। त्यसपछि हजुरले फोटो पनि राख्नुहुन्छ भने यसमा चाहिँ हजुरले फोटोमा क्लिक गर्दिने। अब कुन चाहिँ फोटो राख्नुहुन्छ हजुरले त्यसलाई सिलेक्ट गरेर राख्दिन मिल्यो यसरी। त्यसपछि हजुरलाई रेटहरु पनि सेट गर्नु छ भने यता सेल्स कन्फिगरेसन हुन्छ। यसमा हजुरको सेल्स रेटमा अब कतिमा बेच्नुहुन्छ हजुरले। अब 1 पीस बेच्नुहुन्छ भने 1 पीसको रेट राख्दिन पर्यो। अब बक्समा बेच्नुहुन्छ भने बक्स अनुसारको रेट राख्दिन पर्यो हजुरले। र एउटा बक्समा कतिवटा पीस हुन्छ भनेर चाहिँ एडभान्स इन्फोमा जाने। यसमा हजुरको स्टक युनिटको ठाउँमा स्टक प्याक युनिट हुन्छ। यसमा चाहिँ हजुरको पहिला चाहिँ पीसमा बेच्नुहुन्छ भने पीस राख्दिने भयो। अब बक्समा पनि बेच्नुहुन्छ भने यता स्टक प्याक युनिट चुज गरेर बक्स राख्दिने। अनि हजुरको एउटा बक्समा चाहिँ कतिवटा पिस हुन्छ त्यो राख्दिनु भयो। जस्तै 6 वटा हुन्छ भने 6 वटा, कतिवटा पिस हुन्छ त्यो हेरेर हजुरले राख्दिने अनि सेभ गर्दिने। यसलाई चाहिँ सेभ गर्दिनु भइसकेपछि चाहिँ हजुरको यसरी प्रडक्टहरु आउने भयो। त्यही अनुसारले अरु पनि प्रडक्ट बनाउनुहुन्छ भने यता क्रिएट न्यू आइटम हुन्छ। यहाँबाट प्रडक्टहरु हजुरले क्रिएट गर्दै जान सक्नुहुन्छ।